Hi, this is me Ranjit Rai, owner of Pasal. Wish you all happy New Year, Chhat and Christmas. अहिले हाम्रो तिहार स्पेसली तिहारको लागि चाहिँ हाम्रो पसलमा सबै सामानहरू आइपुगेको छ। हाम्रो पसल चाहिँ आसपोर्टमा लोकेटेड छ। यसको एड्रेस छ TN231BE। हाम्रो डोर नम्बर छ 26 ब्याङ्क स्ट्रिट। अहिले हामीसँग लगभग नेपालदेखि पनि सबै तिहारको लागि सामानहरू आइसकेको छ। जस्तो मालाहरू, मखमली मालाहरू आइसकेको छ। डेकोरेसनको लागि हामीसँग प्लास्टिकको गार्लेन्डहरू पनि आइसकेको छ। त्यसको साथसाथै हामीसँग लक्ष्मीको फोटोहरू, मूर्तिहरू, भाइ मसला अरू सबै उपलब्ध छ हाम्रो पसलमा। त्यसपछि हाम्रोसँग टिकाहरू छ। तपाईँले नेपाली प्रोडक्टहरूमा हामीसँग पानस छ, हामीसँग ओखर छ, हामीसँग तपाईँको यो टिका ठहर भनौँ न, टिका लाउनेहरू आइसकेको छ। हामीसँग त्यो नभएर मात्रै हामीले यसपाल चाहिँ तिहारको लागि मात्रै भनेर हामीसँग दारको तोङ्बा छ। तपाईँको काँसको तोङ्बाहरू पनि आइसकेको छ। काँसको भाँडाकुँडाहरू सबै आइसकेको छ। आउनुहोस्, डु भिजिट आवर सप। हाम्रो ओपनिङ आवर छ बिहानको 9 बजेदेखि बेलुकाको 8 बजीसम्म। हाम्रो हर्क साम्पाङले उत्पादन गर्नुभएको धरान बेसारदेखि लिएर हामीले गाउँदेखि, जस्तै मेरो बिजनेस पार्टनर हुनुहुन्छ एकजना, उहाँको गाउँदेखि हामीले राडीहरूसम्म लिएको छौँ। यसको अर्थ चाहिँ के हो भने हामीले लिएर प्रफिट होइन, ल्याउने साथ प्रफिट कमाएर एक रातारात धनी हुनु चाहिँ होइन। डेफिनेटली हामी यहाँ युकेमा आइसकेपछि हामीले ब्याक इन आवर कन्ट्रीलाई पनि के सपोर्ट गर्ने भनेर चाहिँ हामीले कुना काप्चादेखि सबै सामानहरू लिएर आएको छ। बिजनेसमा चाहिँ कम्पिटिसन भन्दाखेरि पनि आफूले के दिने होइन, त्यो चिजहरू अरूसँग कम्पिट गर्नु भन्दाखेरि पनि सबै कस्तो हुन्छ भने बिजनेसको आफ्नो स्ट्राटेजी हुन्छ, आफ्नो ब्रान्डिङ हुन्छ, आफ्नो कस्टमर टार्गेट हुन्छ होइन। आसपासमा चाहिँ बेसी नेपालीहरू हुनुहुन्छ। त्यो भन्दाखेरि स्टिल मलाई चाहिँ कस्तो लाग्छ भने 1-2वटा पसल अझै सर्भाइभ हुनसक्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्छ है। बिजनेस संसारलाई समय दिनुभयो, त्यसको लागि धन्यवाद। सँगसँगै पसललाई चाहिँ बिजनेस संस्थाको तर्फबाट उत्तरोत्तर प्रगतिको शुभकामना। धन्यवाद हाम्रो बिजनेस संसारको होल टिमलाई। हामीले यहाँ तपाईँहरूले इन्टरभ्यू दिइदिनु भयो, साथ सपोर्टको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूको पनि अझ प्रगति होस् अनि होल टिमलाई नै ह्याप्पी तिहार भन्न चाहन्छु। थ्याङ्क यू।